सडकको किनारमा मकै पोलेर साग बेचेर पसिना र रगत बगाएर संलग्न गरिएको सहकारीको रकम हडप्ने भ्रष्टाचारीलाई कानुनको कटघरामा उभ्याइनेछ र पीडितको रकम सरकारबाट होइन ती अपराधीहरूको 3 पुस्ते सम्पत्ति जफत गरेर तिराइनेछ भन्ने कुरामा सरकारसँग म पूर्ण आशावादी छु। शासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु। विशेष गरी प्रधानमन्त्री बालिन शाह र सुदन गृहमन्त्री माननीय सुदन गुरुङप्रति अझै विश्वस्त भएको छु। जनताको आवाज सुनेन, परिणाम स्वरूप केवल सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो, भौतिक संरचनाहरू दिनहाडै जले, सिंहदरबार जले, संसद भवन समेतसम्म आगलागीको चपेटामा पर्यो, राष्ट्रसेवक प्रहरीको समेत क्रूरतापूर्वक घाँटी रेटी हत्या गरियो। यसको निष्पक्ष छानबिन भएर कारबाही होस्, म यो सरकारलाई यो अपिल गर्न चाहन्छु। सरकारका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा उहाँको सम्पूर्ण मन्त्री परिषदलाई कार्य सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज यस संसदको रोस्टरमा उभिँदै गर्दा मलाई झन्डै 3.5 वर्ष अघिको त्यो क्षण स्मरण भइरहेको छ। त्यति बेला पनि हामी यही संसदको रोस्टरमा उभिएर तत्कालीन सरकारलाई जनताप्रति उत्तरदायी बन्न, विधिको शासनको पालना गर्न, बहुमतको अहंकार नगर्न सचेत गराएका थियौं, किनकि बहुमत क्षणिक हुन्छ, केही दिनको न्यानो मात्रै हो, स्थायी सत्य होइन बहुमत। तर दुर्भाग्यवश त्यो सरकारले जनताको आवाज सुनेन, परिणाम स्वरूप केवल सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो, भौतिक संरचनाहरू दिनहाडै जले, सिंहदरबार जले, संसद भवन समेतसम्म आगलागीको चपेटामा पर्यो र आज हामी बाध्य भएर एउटा बैठक कक्षलाई संसद भवन मानेर कार्य सञ्चालन गरिरहेका छौं। यो अहिलेको सरकारलाई हेक्कार होस्। र सबभन्दा ठूलो कुरा, यसैबीच झन्डै 76 जना युवाहरू राष्ट्रका लागि आफ्नो अमूल्य जीवन बलिदान गरे, 2500 जना भन्दा बढी नागरिकहरू घाइते भए, आज अपाङ्ग भए र राष्ट्रसेवक प्रहरीको समेत क्रूरतापूर्वक घाँटी रेटी हत्या गरियो। यसको निष्पक्ष छानबिन भएर कारबाही होस्, म यो सरकारलाई यो अपिल गर्न चाहन्छु। र साथसाथै यस्ता पीडादायी घटनाका बावजुद जनताको मतबाट स्थापित वर्तमान सरकार जनताको हितमा समर्पित होस्, म यही शुभकामना व्यक्त गर्न चाहन्छु। विगतका कमजोरीहरू नहदोरियुन् भन्ने आशा गर्दछु। जनताको आवाज सुन्ने, विधिको शासनमा आधारित कानून सम्मत तथा प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग शासन सञ्चालन होस्, मेरो यही हार्दिक मङ्गलमय शुभकामना यो सरकारलाई छ। र यो सरकार केवल सत्ता सञ्चालन गर्ने संयन्त्र मात्र नभई